आज चाहिँ म यता छु हाम्रो गाउँघरमा के भन्छ कुच्चो थुचेको हाम्रो गाउँघरमा चाहिँ यस्तो यस्तो चालचलनहरू हाम्रो त तल खेतालाहरू छ नि गाईहरू हेर्न सक्नुहुन्छ कुचो चाहिँ डन्नै छ है गाईहरू यताउति यता छ यता यता सर्र जाने यो चाहिँ हाम्रो ठुलो माम माम तपाईँ के भनिदिनु न हाम्रो कुच्चोको बारेमा भनिदिनुहोस् न तपाईँ कुच्चोको बारेमा के भन्नु त के कुच्चोको बारेमा के भन्नु न हाम्रो कुच्चो कसरी कुच्चो किन खेदाला राको भनेर भन्नुहोस् भन्नु न भन्दिनु म त भन्नु न भन्दिनु हेर्नुहोस् यो टिकटकमा आउँछ क्या भिडियो हेलो मेरो हो क्या हेर्नु हो गाइज बाबाको उहाँको प्रमाणपत्र लिँदैछु प्रमाणपत्र ल तपाईँको लागि माइक पनि छ लिनुहोस् माइक बोल्नु न के बोल्नु न तपाईँको ल आज चाहिँ म टक्कसँग यता गाउँघर है यो चाहिँ हाम्रो चिने डाँडा ऊ परको यस्तो छ भ्यूहरू दामी छ ऊ तल धरान त मधुर देख्छ यता त हाम्रो गाडी घोडा छ अब चाहिँ हामी सिधै जा माथि यताउति गर्दै म चाहिँ ऊ तलै बारी छ हामी चाहिँ माथि जान लाटेको हो तरकारीहरू देखाउन टक्कसँग भ्यू छ यता माथि जाने यहाँ चाहिँ खेतको लागि त्यो तरकारीहरू काट्दैछ यता तरकारी काट्दैछ यता दिदी बहिनी भाइ दादा कुखुराहरू माम अब अहिले यहाँ के अरे यस्तो बनाएर खानुपर्ने गाइस आउनुहोस् है गाइस 2 नम्बरमा बेच्ने बादो गाउँमा हाय तपाईँ के भन्न चाहनुहुन्छ भन्नुहोस् भरे पकाएर खानु चाहनुहुन्छ हाम्रो मोटे भाइ के भन्न चाहनुहुन्छ हाम्रो गाउँमा आउनु लोकल कुखुरा तर काम गर्नुपर्छ है आउनुहोस् है पानी पनि उम्लिँदैछ सुप